बाध्य र देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईँहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा यो निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तबकामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। समानुपातिक साथीहरूलाई कतिपय मानिसहरूले तिमीहरू त समानुपातिक हौ, प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढङ्गले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यस्ता विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन् चाहे समानुपातिकमा रहेका हुन्, सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नका लागि भूमिका निर्वाह गरे भने अब संसदमा गएर ती साथीहरूले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ। हरेक पेसा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल रासोपा परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट एउटै कुरा के भन्छु भने हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौँ। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ। हाम्रा साथीभाइ अलग थिए, हाम्रो सङ्गत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेसा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ हामीलाई जोडेको हो। जोडिसकेपछि एज अ टिम प्लेयर एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो। तपाईँलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्। यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकाङ्क्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईँको चाहना, तपाईँको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौँदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने हो। कयौँ व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर ठोकिएका पनि हुन सक्दछौँ। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है, यो तपाईँहरू ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले, होइन मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिरहेको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु। सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त। म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर, आफूले दुःख गरेर विदेश जान्न, आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु। म